नमस्ते साथीहरू, स्वागत छ तपाईँलाई मेरो यो सानो युट्युब च्यानलमा। म बबिता तामाङ। हामीहरू चाहिँ साथीहरू कहिलेबाट घुम्नु जाऊँ भन्दा क्या सल्लाह नमिलेको, सल्लाह खरानीको डल्ला जस्तै भइरहेको थियो। अनि अचानक हामीहरू यो दिन चाहिँ निक्लेर हामी गयौँ होइन। अनि 2-2:30 बजीतिर जाँदा लाभा पुग्दा हाम्रो साँझ पर्यो साथीहरू। अनि चाहिँ हामीहरू लाभामै स्टे गऱ्यौँ र यो चाहिँ बिहानको दृश्य कति राम्रो साथीहरू। अनि लाभामा एउटा कुरा साथीहरू, मलाई यहाँ एउटा आन्टी पाएको थियो, मतलब भेट भयो होइन, जहाँ हामी स्टे गऱ्यौँ लाभामा। कति राम्रो हुनुहुन्थ्यो। मैले उहाँबाट 3टा फुल पनि लिएँ अनि उहाँले मलाई एउटा फुल एक्स्ट्रा पनि दिनुभयो। मलाई ऊ आन्टीलाई धेरै 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 मन पर्यो। अनि साथीहरू हेर्नुहोस्, यसरी अब हामी लाभाबाट त्यो अर्को दिन चाहिँ निक्लेर हामीहरू यहाँ डेलो आइपुग्यौँ। अनि अब मलाई त्यति राम्रो भिडियोहरू पनि बनाउनु आउँदैन है साथीहरू, हेर्नुहोस् त। अनि पनि मैले बनाउँदैछु जसोतसो गरेर। अनि त्यति साह्रो मेरो त सपोर्टहरू पनि छैनन्। अनि पनि अब लु हेरौँ कहाँसम्म जान्छ होइन। अनि हेर्नु साथीहरू, कति राम्रो यहाँ प्राकृतिक सौन्दर्य हेर्नु लागि नै मान्छे यसरी कालिम्पोङ पहाडी जग्गामा जान्छ। मलाई त धेरै 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 मनपर्छ साथीहरू। अनि तपाईँहरूलाई पनि मन पर्यो भने मलाई यहाँनिर सपोर्ट र लाइक गरिदिनुहोस् होला। अनि हेर्नुहोस्, हामीले यहाँनिर मेगी खाएँ, मैले मेगी र चिया खाएको थिएँ साथीहरू। अरू चाहिँ हाम्रो यहाँ साथीहरूले रोटी पनि खाएको थियो। अनि यो भिडियो यति नै हुन्छ साथीहरू। ल बाई बाई। मन पर्यो भने प्लिज मलाई सपोर्ट अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला साथीहरू। बाई बाई।